ल दाइ नकुटौँ छोड्दिनु नकुट्नु छोड्दिनु दाइ मेरो बहिनी भन्दा हात लाउनेले भन्नु त दाइ हातै हाल्नु हुँदैन हातै हालेर माछिने मातेर हिँडिरहेछ अर्काको छोरी चेलीलाई हात बुढी हो क्या फेरि मेरो तपाईँले हात हाले हो दिदी त्यही भएर त नि भनिरहेको छु हाम्रो चेलीबेटी भनिरहेको छु दाइ यार माछिने हो रन्डीको छोरा मर्लास माछिने रन्डीको केटी चाहियो त दाइ अर्काको बुढी तानेर हुन्छ भन त्यो रन्डीको छोराले अझै यो माछिने खोज्ने त्यो रन्डी अझै नि खोजिरह हो छोडिदिनु दाइ छोडिदिनु दाइ जानु नकुट्नु हुँदैन अब उसको नि गल्ती भइहाल्यो त्यो नि सही होला जानु हात हाल्नु हुँदैन क्या ल भाइ बेकारमा ज्यान जान्छ यार यस्तो गर्नु हुँदैन है यस्तो सङ्गत गर्नु हुँदैन क्या भाइ कहाँ सङ्गत गरेको यहाँबाट आयो म त घर गइरहेको छु होइन ड्याम फुटाइदियो क्या मुख फुटाइदियो क्या तपाईँको अब हान्नु चाहिँ एकसट अब फुट्यो त होला नि आँगन र रता जस्तो छ त हो त यार अनि यिनीहरूसँग म बोलेँ हो त नि कहाँ बस्नुहुन्छ तपाईँ ल जानु आउँ ठाउँ जानु यस्तो के भएछ बस्यो भने आउँ ठाउँ कहाँ जाने गइहाल्नु क्या मार्छ नि जस्तो ठाउँ यार केटी पनि अब एक्लै बाटोमा हेरेपछि भइहाल्छ नि होइन यस्तो ठाउँ छ यो सही हो मेरो शरीर ज्यान हेर्दाखेरि ल एउटा बियर मलाई दिनु है त हो हिजो बर्थडे हो ल ह्याप्पी बर्थडे टु ढिलै भयो नि ह्याप्पी बर्थडे टु है त बाटो भएको चलाएको है अगाडि मलाई बाइक कहाँ हान्यो कहाँनिर लाग्यो तपाईँलाई ल ढाड भएको थियो त्यसमा परेको त्यसको त पाङ्रा चाहिँ अगाडि उपचार गर्दैन लिनु तपाईँ आफू बोल्नु त लिनु त दाइ हेलो यो हामी ठ्याक्कै कहाँनिर हो भने यो तारकेश्वर के भन्छ लम्बा के हो कहाँ भन्नुभयो पैँतर हाइट ए ल पैँतर हाइट ल म त्यो हाइटमा आइपुग्छु अनि त्यसमा फोन गर्नु है फेरि मलाई माइती सजिन भनेर लास्टले हाल्नु ल तपाईँलाई चाहिँ हान्ने होला फेरि होइन पैँतर हाइट भनेको यही होला सायद यति होला ए ओके ओके मान्दैन कि मेरो फेरि साथीहरु टर्नमै छ ए हो तपाईले सोच्नु होला यो फेरि यस्तो रहेछ नसोच्नु होला के म कस्तो खालको मान्छेहरु पछि
तपाईँलाई केही नराम्रो भएको गर्छु छैन भनेर मलाई दुनियाँ मान्छे आउँछ तर मलाई के गर्नु मन लाग्दैन कि मलाई चाहिँ सबैले दाइ बनाउनु मन लाग्छ खै हेर्नु पऱ्यो एकचोटि तामा जस्तो के हो म ढाल्दिनँ तपाईँलाई सरास देखाइदिने तपाईँले मलाई घुमाइ गर्नु हुने अब अहिले मलाई घुमाउनु भयो भन्दैन होला मलाई माइजीले म बाहिर निस्केर मान्छे हो मेरो माइजी हो त्यो माइजीले के गर्न खोजेको हेरेको हो रे हेर्ने हामीलाई तपाईँले म एकछिनमा कल गर्छु कि माइजीले फर्माउनु भएर माइजू म कहाँ हो भनेको ए होला तपाईँ मुला माइजू कहाँ हो मुला माइजू कुन हो तपाईँ चिनिँदैन म त चिनिँदैन होला न म चिन्दिनँ म जस्तो मान्छेले माइजू जस्तो मान्छेले कसरी चिन्छ त यार के रे सबलाई थर्केर भटोडे भएर नचिन्यौ न त मुलामा चिन्दैन त्यही पैसा दिनु न कति भएको अरे मलाई लडाउला भन्ने डर हो 100 200 कहाँ लिनु 200 मात्रै तपाईँले 200 भयो हुन्छ 250 हुँदै खाबाट लिनु 50 काट्नु कहाँ 250 देखा लिनु यो सबै लाँदा लिनु यिनीहरूको कुरा नगर्नु हिँड्नु दाइ तपाईँलाई थ्याङ्क यू सो मच लाइन त्यही कोहा हो यार कोहावाला त्यस्तो कोहा भएपछि कहाँ हुँदैन होइन गाइस मान्छेहरू उहाँको बाइक बनाएको ओके नि एक्सरे गर्नु पनि हस्पिटलबाट बढी खर्च है बोलिएर पठायो एक्सरे गर्नु पऱ्यो भने कति ठाउँ 12 थरी एक्सरे हुन्छ हस्पिटल छिर्ने बित्तिकै तर अङ्कल 11:30 भने ठिक हो एक फेरि गर्छन् तपाईँले ब्लड चेक गर भन्छ एक्सरे 10 फेरि गर्छ 12:30 11 त हस्पिटल आइन्छ बुझ्नु पऱ्यो भने बरु या 11:30 बाइक भोलि 10 होला कसैवटा हामीहरू मार्दैन त्यस्तो कुराहरू हुन्छ त्यस्तो होइन नि त होइन जतालाई त्यति जान्छ कि अङ्कलले भन्नु दिगो एक्सरेको 2 ठाउँ 2-3 फेरि भयो भने गर्छ पछि गर्छ सधैँ हेर्नुपर्छ मेरो मोबाइल ल्याएको नि मेरो ऊ ल्याएको नि मोबाइल फेरि भयो भने फेरि राम्रै गर्छ 10-11 जति भइन्छ म पनि बाँकी म आफै हाल्नु हो मैले के भने भोलि खाने खर्च नि त्यस्तै अब बढी फेरि गर्नुपर्छ त्यो गर्दैन त्यो हुँदैन त्यसरी त्यसै हुँदैन 10,500 11,000 बाइकको पछाडि पनि मान्छे थियो मान्छे थियो माथि बसेर यो रोकिया भएको यो स्कुटले हान्दियो त 12-13 15 हजुर दुनियाँले ठोक्छ नि रोडमा त सबै रोडमा हिँड्ने मान्छे हो होइन बाइक त होन्डा हो होन्डा साइन हो होन्डा साइन हो होन्डा साइन तपाईँले के भएको छ मलाई पोलेछ यहाँ ए पोलेछ यहाँ ठोकेछ होइन 12,000 म 10,000 रुपियाँ दिन्छु भनेर छु कति पोलेछ फोटो केही पनि बिग्रेको हामीलाई रहेछ बाहिरको साइडतिरको भन्छ पनि थाहा छ हाम्रो ठोकिया हाम्रो रोडमा हिँड्ने मान्छे हो होइन यो साइडको एउटा फोटो रहेछ त्यसो कलकत्ताको उसमा त्यो भएको रहेछ मिलाएर गर्दा भइयो नि होला ल दा नकुटौँ छोड्दिनु
नपर्ने छोरी भन्नु दाइ मेरो बहिनी भन्दा हात लाउने यसले भन्नु त दाइ हातै हाल्नु हातै हाल्यो माछिने मातेर हिँडिरहेको छ अर्काको छोरी चेलीलाई हात बुढी हो क्या फेरि मेरो तपाईँले हात हाले हो दिदी त्यही भएर त नि भनिरहेको छु हाम्रो चेलीबेटी भनिरहेको छु दाइ यार माछिने हो रन्डीको छोरा मर्लास माछिने अझै यो माछिने न्यु खोज्ने अब हान्नु चाहिँ 61 अब फुटे त होला नि मुला माइजू कहाँ हो म चिन्दिनँ म जस्तो मान्छेलाई माइजू जस्तो मान्छेलाई कसरी चिन्छ त यार लिनु यो सबै लाँदा लिनु हल्का दाइको उसमा त्यो भएको रहेछ मिलाएर गर्दा भइयो नि